सम्पूर्णलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु किनकि हामी जस्तो एउटा आउनु व्यक्तिले के गर्छु भनेर भन्दै गर्दाखेरि अहिले आएर हजुरहरूलाई यो 50,108 सहयोग गर्नुहुन्छ। यो तपाईँहरूले गरेको सहयोगले हामी उहाँभन्दा अझै अशक्त व्यक्तिहरूले कसैको हात चल्छ, कसैको खुट्टा चल्छ, उहाँहरूले के गर्छु भन्दै रहनुभएको छ। उहाँहरूलाई स्वरोजगार बनाउने उद्देश्यले हामीले सक्छौँ। हाम्रो उद्देश्य के भने हामीले मागेर खानु हुँदैन। अब अरू व्यक्तिले पनि केही गर्छ भन्ने एउटा उदाहरण हामी दिन चाहन्छौँ। त्यही कारणले हाम्रा वैदेशिक रोजगारमा हुनुभएका दाजुभाइ दिदीबहिनीहरूले ठुलो सहयोग गर्नुहुन्छ। हामीलाई यो 50,105 भनेको धेरै ठुलो सहयोग, यो कम सानो सहयोग होइन। मेरो लागि यो भनेको साँच्चै हामीले भवन बनाउनु थाल्ने हो भने 2टा पिलर बन्छ, 3टा पनि बन्छ होला सायद कहिले त। तर हामी अहिले भवन बनाउनु लागेको हामी अहिले चाहिँ मेची नगरपालिकाकै अगरबत्ती बनाउने मिसिन हामीलाई दिएको थियो, त्यत्तिकै थन्किएको छ। त्यसलाई फेरि हामी सुचारू गर्छौँ, त्यसलाई हामी निरन्तर लान्छौँ। धेरैजनालाई सकिएन भने पनि 4-5जना पाउनु भएको व्यक्तिलाई हामी रोजगार दिन्छौँ अनि प्रतिबद्धता गर्न चाहन्छु। एउटा अध्यक्ष भएको हैसियतले आजैका दिनदेखि हामी त्यो काममा लाग्नेछौँ भन्दै प्रतिबद्धता दिँदै सम्पूर्ण इजरायली समाजलाई हृदयदेखि धन्यवाद दिँदै हाम्रो फेरि आगामी कार्यक्रममा पनि भेटौँ प्रतिबद्धता गर्दै कार्यक्रम सम्पन्न भएको धन्यवाद।